किङडम अफ डान्सको पहिलो क्लास 5 बजे स्टार्ट हुन्छ र 5 बजे क्लासमा के हुन्छ आज म तपाईँहरूलाई सरस्वती देखाउन चाहन्छु है त। फर्स्टमा हामीले एरोबिकबाट सुरु गर्छौँ र फर्स्टको 30 मिनट चाहिँ हामी यसलाई मजाले सबै बडी पार्टहरूलाई कभर गरेर स्टेप्सहरू फलो गर्छौँ। फर्स्टको यो 30 मिनटमा हामीले लगभग 500 क्यालोरिज बराबर कभर अप गरिसकेको हुन्छौँ जस्तो लाग्छ मलाई। त्यसपछि यसलाई लेभल अप गर्नको लागि मैले अलिकति नयाँ कुराहरू एड गर्छु, जस्तै स्किपिङ विदाउट रोप। त्यसपछि जम्पिङ ज्याकहरू एड गरेर अलिकति हाम्रो एक्सर्साइजलाई अलिकति थोरै लेभल अप गर्छौँ र जम्पिङ ज्याक सकेपछि हल्का एकैछिन म उहाँहरूलाई रिल्याक्सेसनको लागि विन्डमिलहरू गराउँछु र विन्डमिल साइड टु साइड गरिसकेपछि यो थाई मसल र लेग पावरको लागि एकैछिन स्क्वाट गराउँछु र स्क्वाट पछि हाम्रो अलिकति थोरै इन्टेन्स हुन्छ। यो चाहिँ जम्प डाउन, यसमा हामीले माउन्टेन क्लाइम्बर र जम्पिङ ज्याकलाई कम्बाइन गरेर गरेका छौँ। र त्यसपछि अब यो चाहिँ कति गर्नुहुन्छ होला गेस गर्न सक्नुहुन्छ। उहाँहरूले यो आज 60 टाइम्स गर्नुभएको थियो, 20 को 3 सेट। र हजुरहरूलाई अब कस्तो हुन्छ आफैले फिल गर्न मन छ भने चाहिँ हजुरहरूले 10 टाइम्स मात्रै ट्राई गरेर हेर्न सक्नुहुन्छ, एकदमै इन्टेन्स नै हुन्छ। अब हजुरहरूले उहाँहरूको फेसमा हेरेर पनि उहाँहरूको मेहनत देख्न सक्नुहुन्छ, लाइक एकदमै टायर्ड भइसक्नु भएको हुन्छ यतिखेरसम्म। अब हाम्रो कार्डियो सुरु गर्ने बाँकी छ अझै। त्यसपछि हाम्रो इन्टेन्स कार्डियो पनि एकदमै लामै हुन्छ, लाइक लगभग यो पनि 15 मिनट्स टु 20 मिनट्स राम्रोसँग रेस्ट नगरिकन गर्छौँ हामी। र कार्डियो पनि हामीले एभ्रिडे नयाँ नयाँ तरिकाले हुन्छ नि, सन्डे डिफ्रेन्ट, मन्डे डिफ्रेन्ट गरिरहेका हुन्छौँ। अब यसमा हामीले डे वाइजली सजिलोदेखि गाह्रो बनाउँदै लिएर गइरहेका हुन्छौँ र आज चाहिँ सन्डे हो, फर्स्ट डे खासै गाह्रो गरेनौँ हामीले। सो त्यसपछि लास्टमा अब अलिकति एकैछिन प्ल्याङ्क होल्ड गरेर हामीले स्ट्रेचिङमा जान्छौँ र हाम्रो क्लास चाहिँ ओभर हुन्छ। र यो कुलडाउन एक्सर्साइज एकदमै इम्पोर्टेन्ट हुन्छ र यो कुलडाउन एक्सर्साइज एकछिन हामी गर्छौँ मजाले र कुलडाउन सकिसकेपछि अनि हामी अब लास्टमा एकैछिन अब हुन्छ नि सबै माइन्ड फ्रेस गर्नको लागि हल्का डान्सको स्टेप्सहरू पनि गर्छौँ र हाम्रो क्लासलाई यहीँ ओभर गर्छौँ। र यसरी चाहिँ हामीले किङडम अफ डान्समा हाम्रो पहिलो क्लासलाई यहीँ ओभर गर्छौँ। इफ तपाईँहरू पनि इन्ट्रेस्टेड हुनुहुन्छ जोइन गर्नको लागि भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। र हाम्रो एड्रेस चाहिँ सनराइज चोकबाट थोरै अगाडि सन सिटी रोडमा आउँदा लाइफ बेकरी पुग्नुभन्दा थोरै अगाडि छ है त। खोलाको बाटो नमान्नु डराइर, भिरा र पहिरो खोलाको बाटो।